आज एउटा यस्तो भाइरल कन्टेन्टको कुरा गरौँ जसले सोसियल मिडियामा तहल्का मचाइरहेको छ र साँच्चै भन्नुपर्दा यसले कन्टेन्ट बनाउने तरिकालाई नै पुरै बदल्न सक्छ। ल सिधै कुरामा जाउँ है त। एउटा टिकटक पेज जसले केही दिनमै 2 लाखभन्दा बढी फलोअर्सहरू बनायो। कस्तो अचम्मको कुरा होइन? अनि यो कुनै एउटा मात्र केस होइन है। अर्को एउटा हेर्नुहोस् त, 30 लाखभन्दा पनि बढी। अब सबैभन्दा अचम्मको कुरा त के हो भने यो सबै भएको हो जम्मा 10 वटा भिडियोबाट। सोच्नुहोस् त, 30 लाख फलोअर केवल 10 भिडियोमा। पत्याउनै गाह्रो छ होइन र? त्यसो भए प्रश्न त उठ्छ नै, आखिर यो कसरी सम्भव भयो त? ल आजको यो विश्लेषणमा हामी यही रहस्यको पर्दाफास गर्नेछौँ। यो हो एउटा पुरै नयाँ भाइरल निश, एआईले चलाउने बोल्ने फलफुलहरू। हो, टिकटक र युट्युब शर्ट्स जस्ता प्लेटफर्ममा यस्तै फलफुलका एनिमेटेड भिडियोहरूले अहिले आगो लगाइरहेका छन्। ल अब यसको प्र्याक्टिकल साइडमा जाउँ। यो भाइरल यात्रा सुरु गर्न चाहिने जम्मा 3 वटा निःशुल्क टुलहरू छन्। यहाँ 3 वटा मुख्य टुलहरू छन्। पहिलो, गुगल जेमिनी, यसले आइडिया र स्क्रिप्ट जेनेरेट गर्छ। दोस्रो, गुगल फ्लो, यसले इमेजलाई एनिमेसन र आवाज दिन्छ। अनि तेस्रो, क्यापकट, यसले फाइनल भिडियो एडिट गर्छ। अनि सबैभन्दा राम्रो कुरा के थाहा छ? यी सबै बिल्कुलै निःशुल्क छन्। ओके, अब त्यो भाइरल भिडियो बनाउने कसरी त? एनिमेसनको लागि स्टेप बाई स्टेप गाइड हेरौँ। यो पुरा प्रोसेस जम्मा 4 वटा सजिलो स्टेपमा सकिन्छ। स्टेप 1, स्क्रिप्ट बनाउने। स्टेप 2, इमेज बनाउने। स्टेप 3, एनिमेसन र आवाज दिने। अनि स्टेप 4, फाइनल एडिट गर्ने। ल अब एक एक गरेर सबै स्टेपहरूलाई अलिक गहिराइमा हेरौँ है त। पहिलो स्टेप, गुगल जेमिनीबाट स्क्रिप्ट जेनेरेट गर्ने। किनभने भाइरल हुनको लागि सबैभन्दा पहिले त एउटा दमदार आइडिया र स्क्रिप्ट चाहियो नि, होइन? हो, यो नै हाम्रो पुरा कामको जग हो। यहाँको सबैभन्दा मुख्य हतियार हो मास्टर प्रम्प्ट। यो भनेको के हो भने जेमिनीलाई दिइने एउटा एकदमै डिटेल्ड इन्स्ट्रक्सन हो। यसले आइडियादेखि लिएर फाइनल भोइस ओभर स्क्रिप्टसम्म भिडियोको पुरा प्लानै बनाइदिन्छ। भन्नुको मतलब एउटा राम्रो प्रम्प्टले हाम्रो लागि सबै क्रिएटिभ हेभी लिफ्टिङ गरिदिन्छ। अब जाउँ दोस्रो स्टेपमा, इमेज बनाउने। जेमिनीले बनाएको स्क्रिप्टको एउटा राम्रो कुरा के छ भने यसले हामीलाई हरेक सिनको लागि इमेज बनाउन चाहिने एक्ज्याक्ट प्रम्प्टहरू पनि आफै दिन्छ। यो प्रोसेसको सुन्दरता नै यसको सिम्प्लिसिटीमा छ। एक ठाउँमा भने जस्तै यही प्रक्रिया केही पटक दोहोऱ्याए पुग्छ। यसको मतलब के हो भने एकचोटि सेटअप भएपछि यो त कन्टेन्ट बनाउने फ्याक्ट्री जस्तै भयो, जहाँ उही स्टेपहरू बारम्बार दोहोऱ्याएर जति पनि नयाँ भिडियो बनाउन सकियो। ल अब तेस्रो स्टेप, गुगल फ्लोबाट एनिमेसन र आवाज दिने। यहाँनिर चाहिँ हामीले बनाएका ती स्थिर इमेजहरूमा ज्यान भरिन्छ। गुगल फ्लोमा हामी 2 वटा मुख्य प्रम्प्ट चलाउँछौँ। पहिलो हो इमेज एनिमेसन प्रम्प्ट। यसले एआईलाई के भन्छ भने क्यारेक्टर कस्तो देखिनुपर्छ, कस्तो एक्ट गर्नुपर्छ, जस्तै निराश छ कि रिसाएको छ। अनि दोस्रो हो भोइस ओभर प्रम्प्ट। यसले चाहिँ एआईलाई क्यारेक्टरले के बोल्ने हो भनेर बताउँछ, जुन स्क्रिप्ट हामीले जेमिनीबाट पहिले नै पाइसकेका छौँ। अनि अब आयो अन्तिम स्टेप, क्यापकटबाट फाइनल एडिटिङ। यहाँ चाहिँ हामीले बनाएका सबै एनिमेटेड क्लिपहरूलाई जोडेर एउटा सिङ्गो पोलिस्ड भिडियो तयार पार्छौँ। क्यापकटमा के गरिन्छ त? क्लिपहरूलाई कथाको लाइनमा मिलाइन्छ, मुड अनुसार ब्याकग्राउन्ड म्युजिक हालिन्छ, अनि आवाज प्रष्ट सुन्नका लागि म्युजिकको भोल्युम अनि कम गरिन्छ। सिनहरू बीचमा राम्रो ट्रान्जिसन राखिन्छ अनि अटो क्याप्सन जेनेरेट गरिन्छ। हो, यिनै साना साना कुराले नै भिडियोलाई भाइरल बनाउन ठूलो मद्दत गर्छ। ल अब फलफुलको कथाबाट अलिकति बाहिर निस्केर ठूलो चित्र हेरौँ। एआई कन्टेन्टको यो नयाँ सिमाना कस्तो छ त? यो कुरा फेरि एकपटक याद गरौँ है। आइडिया सोच्नेदेखि लिएर फाइनल भिडियो एक्सपोर्ट गर्नेसम्म यो पुरा प्रोसेस सित्तैमा पाइने एआई टुल्सहरूले नै गर्छ। भन्नुको मतलब यो काम गर्न 1 रुपैयाँ पनि खर्च लाग्दैन। यो भिन्नता कति ठूलो छ भने पुरानो तरिकाले एनिमेसन बनाउँदा एकदमै धेरै मेहनत र पैसा लाग्थ्यो, तर अब एआईको मद्दतले बनाउँदा मेहनत र खर्च दुवै एकदमै कम भएको छ। त्यसो भए अन्तमा एउटा ठूलो प्रश्न सोचेर छोडौँ, जब जो कोही जोसुकै पनि एउटा एनिमेटर बन्न सक्छ, तब क्रिएटिभिटीको रूप कस्तो होला? यो प्रविधिले भविष्यमा कन्टेन्ट बनाउने तरिकालाई कहाँसम्म पुर्याउला? यो साँच्चै सोच्नुपर्ने कुरा हो।